को बेला छायो आफ्नै ढङ्गले नयाँ रङ्गले देश सिङ्गार नयो जागलमका चम्कहे नौजवान हो आफ्नै ढङ्गले नयाँ रङ्गले देश सिङ्गार नयो जागलमका चम्कहे नौजवान हो घाम पानी नभनी आँधी बाढी नगरी घाम पानी नभनी आँधी बाढी नगरी दिलैदेखि जमजमाई स्नेहको धार बगाई दिलैदेखि जमजमाई स्नेहको धार बगाई कर्मलाई धर्म मानी हो आफ्नै ढङ्गले नयाँ रङ्गले देश सिङ्गार नयो जागलमका चम्कहे नौजवान हो आफ्नै ढङ्गले नयाँ रङ्गले देश सिङ्गार नयो जागलमका चम्कहे नौजवान हो Hello, check, hello. गाथा छ त्याग बलिदानको छन् दृष्टान्त अनुपम वीरताको सशस्त्र प्रहरी हामी मन वचन र दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरीमा सञ्चालन भएको सिसम 237 ग सशस्त्र प्रहरी जवान
हामी शान्तिको स्रोत हौ, हामी सुरक्षाको ओत हौ। हामी शान्तिको स्रोत हौ, हामी सुरक्षाको ओत हौ। यो देशको शान्ति सुरक्षामा प्रतिबद्ध जमात हौ। यो देशको शान्ति सुरक्षामा प्रतिबद्ध जमात हौ। परीक्षार्थीहरूद्वारा समादेशकज्यूमा सलामी अर्पण गर्ने कार्यक्रम रहेको हुँदा श्रीमान समादेशकज्यू समक्ष सलामी ग्रहण गरिदिनुको लागि विनम्र अनुरोध गर्दछु। हरेक ठाउँ हरेक पल पल, हरेक गाउँ हरेक ठाउँ हरेक पल पल। सशस्त्र प्रहरी बल नेपाल, सशस्त्र प्रहरी बल, सशस्त्र प्रहरी बल नेपाल, सशस्त्र प्रहरी बल। कर्म नै हो हाम्रो अधिकार, फलको आश गर्दैनौ। कर्म नै हो हाम्रो अधिकार, फलको आश गर्दैनौ। देशको सेवा गर्नु खातिर कहिल्यै पछि पर्दैनौ। सिमानामा तैनाथ हामी पहरेदार हौ नेपालको, सिमानामा तैनाथ हामी पहरेदार हौ नेपालको। आतंकको राको छेक्ने कवच हौ यो देशको, आतंकको राको छेक्ने कवच हौ यो देशको। हामी शान्तिको स्रोत हौ, हामी सुरक्षाको ओत हौ। यो देशको शान्ति सुरक्षामा प्रतिबद्ध जमात हौ। यो देशको शान्ति सुरक्षामा प्रतिबद्ध जमात हौ। हरेक गाउँ हरेक ठाउँ हरेक पल पल। सशस्त्र प्रहरी बल नेपाल, सशस्त्र प्रहरी बल, सशस्त्र प्रहरी बल नेपाल, सशस्त्र प्रहरी बल। बाढी पहिरो भूकम्पमा जनतासँगै छौँ हामी। बाढी पहिरो भूकम्पमा जनतासँगै छौँ हामी। राहत उद्धार सुरक्षामा तयार छौँ हामी। देशभक्ति मनभरि स्वाभिमान छ उचाइमा, देशभक्ति मनभरि स्वाभिमान छ उचाइमा। सदाचार समभाव सम्मान छ बुझाइमा, सदाचार समभाव सम्मान छ बुझाइमा। हामी शान्तिको स्रोत हौ,
हामी सुरक्षाको ओत हौं। यो देशको शान्ति सुरक्षामा प्रतिबद्ध जमात हौं। यो देशको शान्ति सुरक्षामा प्रतिबद्ध जमात हौं। हरेक गाउँ हरेक ठाउँ हरेक पल पल, हरेक गाउँ हरेक ठाउँ हरेक पल पल। सशस्त्र प्रहरी बल नेपाल, सशस्त्र प्रहरी बल, सशस्त्र प्रहरी बल नेपाल। प्रमुख अतिथिजीको सम्मानमा परीक्षार्थीहरूद्वारा सलामी अर्पण गर्ने कार्यक्रम रहेको हुँदा श्रीमान प्रमुख अतिथिज्यूमा सलामी ग्रहणको लागि विनम्र अनुरोध गर्दछु। अहिले सिसम 237 ग निरीक्षणका लागि प्रमुख अतिथिज्यू समक्ष प्रतिवेदन गर्न आउँदै हुनुहुन्छ। 30 ग सशस्त्र प्रहरी जवान आधारभूत तालिमका सशस्त्र परिवार नेपाल दन्तकाली विशेष कार्य तालिम संचालय ब्रह्मजिया सप्तरीमा सञ्चालित सिसम 237 को सशस्त्र परिवार आधारभूत तालिमको 110 जना परीक्षार्थीहरू दिन छातको वा निश्चयको लागि तयार छ। जनबल सर। सशस्त्र परिवार नेपाल दन्तकाली विशेष कार्य तालिम शिक्षालय बर्गजिया आज प्रदर्शन गर्ने कार्यक्रम रहेको बेहोरा उपस्थित सम्पूर्ण अतिथि महानुभावहरूमा जानकारी गराउँदछु। आदेशको पालना गर्ने बानी उच्च स्तरको अनुशासन सहनशीलता धैर्यता अग्रभागमा कमान्ड कमान्डर प्रमुख अतिथिज्यूमा त्यसै गरी अहिले नम्बर 1 सेमुका कमान्डर त्यसै गरी नम्बर 2 सेमु प्रमुख अतिथिज्यूमा अभिवादन गर्दै अहिले अगाडि बढिरहेको छ।
जसको कमान्डर हुनुहुन्छ पछाडि सशस्त्र बल जवान उपेन्द्र शाह तेली। मानव धर्म पालना गर्नको लागि आपसी स्वार्थ त्याग्दै भए जस्तै हामी समस्त नेपालीहरूमा एउटै नेपालीत्वको भावना जागृत हुनुपर्दछ। जसरी एउटै मालामा बाँचिएका छन्, तराईमा कुदेका, पहाडमा उफ्रिएका, एउटै चाल अनि एउटै तालमा अगाडि बढिरहेका छन्। त्यसो त फौजमा फैलाइँदैछ एउटै रासन अनि एउटै शासन, अनेकतामा एकता, त्यही हो हामी सशस्त्र प्रहरीको चिनारी। केवल मेरी आमा भएर जन्म दिने आमाको ममता अनि वात्सल्यतामा लडी गर्ने यी पाइलाहरू अब नेपाल आमाको विशाल आदर पाउँछ। शान्ति, सुरक्षा र प्रतिबद्धताको मूलमन्त्र लिएर अब यिनै पाइलाहरू हिमाल, पहाड अनि तराईमा छानेछन्। शान्तिको सन्देश बोकेर उहाँहरूको पहराइरहेको भावमा मलम लाउन एक निष्पक्ष अनि आनन्दमा आउँछ। सशस्त्र प्रहरीलाई मान्छे लुकेर बगिरहेको छ, भित्र लुकेर बगि महान बाबुहरू शीर्षक 237 सशस्त्र प्रहरी जवान आधारभूत तालिम मिति 2081 साल जेठ महिनाको 7 गतिबाट सुरु भएको थियो। सुरुमा यस तालिममा 116 जना परीक्षार्थीहरू सहभागी भएकोमा तालिमबाट 4 जना परीक्षार्थीहरू विविध कारणले पिछोड तालिम छाडी गएको र 2 जना परीक्षार्थीहरू स्वास्थ्य समस्याको कारणले निष्कासित भई 110 जना परीक्षार्थीहरू lagi Bismillah.
आदरणीय अतिथि महानुभावहरू, अहिले हामी देख्न सक्छौँ समारोहस्थलको दाहिने तर्फबाट परीक्षार्थीहरूलाई एउटा सच्चा राष्ट्र सेवक सशस्त्र प्रहरीको रूपमा शपथ ग्रहण गराउनको लागि सशस्त्र प्रहरी बलको वीरताको प्रतीक हाम्रो निशानीलाई विश्वमा अन्तर्गत गर्ने चन्द्र सूर्य अघि नेपालको राष्ट्रिय ध्वजा र राष्ट्र सेवामा रहेको हुँदा प्रमुख अतिथिज्यू लगायत उपस्थित सम्पूर्ण अतिथि महानुभावहरू सबैमा यथास्थानमा उभिँदै सत्य निष्ठा प्रतिबद्धता सहित प्रतिज्ञा गर्छु ईश्वरको नाममा शपथ लिन्छु कि नेपालको शान्ति सुरक्षा र सुव्यवस्था कायम गरी जनताको जीव धन र स्वतन्त्रताको संरक्षण गर्न नेपालको संविधान 2072 प्रति पूर्ण निष्ठावान रही धन्यवाद। समादेशकज्यू आसन ग्रहणको लागि नम्र निवेदन गर्दछु। कार्यक्रम रहेको हुँदा पुरस्कार वितरणका लागि प्रमुख अतिथि श्रद्धेय सशस्त्र प्रहरी नायब महानिरीक्षक श्रीमान कालिदास दाजुज्यू समक्ष विनम्र श्रीमाया सार्कीको गर्भबाट जन्मिनुभएका परीक्षार्थी सशस्त्र प्रहरी जवान सन्दीप नेपाली सर्वप्रथम हुनुभएकोमा बधाई कामना। त्यसै गरी सिसम 237 ग सशस्त्र प्रहरी जवान उमेश यादव हुनुभएकोमा बधाई एवं उत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना। त्यसै गरी सिसम 237 ग सशस्त्र प्रहरी जवान आधारभूत तालिममा चाँदबारी प्रथम हुनुभएको छ परीक्षार्थी सशस्त्र प्रहरी जवान उपेन्द्र शाह तेली र माता उम्रावती देवीको गर्भबाट जन्मिनुभएका परीक्षार्थी सशस्त्र प्रहरी जवान उपेन्द्र शाह तेली चाँदबारी
त्यसै गरी सिसम 237 को सशस्त्र प्रहरी जवान आधारभूत तालिममा र माता सोनिया कुमारी केवटको गर्भबाट जन्मिनुभएका परीक्षार्थी सशस्त्र प्रहरी जवान सन्तोष केवट शारीरिक सही सूचनामा प्रथम हुनुभएकोमा शुभकामना। नगरपालिका नगर प्रमुख श्री वीरेन्द्र माझीज्यू, सप्तरी जिल्लाका प्रमुख अधिकारीज्यू, समिति सप्तरीका सदस्यज्यूहरू, विभिन्न सरकारी कार्यालयका कार्यालय गर्नुभएकोमा संगठन प्रमुख श्री सशस्त्र प्रहरी महानिरीक्षकज्यू मुतकुर सफलतापूर्वक सम्पन्न गर्नुभएकोमा विशेष अवसरमा कर्तव्य पालनाको क्रममा भेटित गरी योगदान गर्नुहुने सम्पूर्ण अग्रज राष्ट्र सेवक पूर्व सशस्त्र प्रहरी कर्मचारीहरूको योगदानलाई हामीले लगाउने यो बर्तीमा पूर्वजको पसिना तथा आइपुग्दा सशस्त्र प्रहरी बल नेपालले तत्कालीन सशस्त्र द्वन्द्वको बखतमा हुने सुरक्षा चुनौतीहरूको समेत सफलतापूर्वक सामना गर्दै जनताको जीव धन सुरक्षा एवं मानव तपाईहरूले पूर्वजको पसिना र शहीदको रगतको सम्मान गर्दै यसै आधार स्तम्भमा उभिएर सशस्त्र प्रहरी बल नेपाल सफलतापूर्वक विकसित हुनुभएकोमा सर्वोत्कृष्ट अन्य उत्कृष्ट लगायत सम्पूर्ण प्रशिक्षण सशस्त्र प्रहरी जवान आधारभूत तालिमको दीक्षान्त समारोहमा उपस्थित विशिष्ट अतिथिज्यूहरू, तिरहुर नगरपालिका अध्यक्ष श्री विजय कुमार यादवज्यू, हनुमान नगर कंकाली माई नगरपालिका नगर प्रमुख श्री वीरेन्द्र माझीज्यू, सप्तरी जिल्लाका प्रमुख अधिकारीज्यू, यस शिक्षालयका समादेशकज्यू, कोष तथा लेखा नियन्त्रण कार्यालयका सप्तरीका प्रमुखज्यू, जिल्ला सुरक्षा समिति सप्तरीका सदस्यज्यूहरू, विभिन्न सरकारी कार्यालयका कार्यालय प्रमुख तथा प्रतिनिधिज्यूहरू, उपस्थित स्थानीय जनप्रतिनिधिज्यूहरू, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका उपस्थित अधिकृतज्यूहरू लगायत सकल दर्जाका राष्ट्र सेवकहरू, विभिन्न सञ्चार माध्यमबाट प्रतिनिधित्व गर्ने सञ्चारकर्मीज्यूहरू, अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारीहरू, दीक्षान्त समारोहमा उपस्थित हुनुभएका शिक्षार्थीका अभिभावक एवं परिवारजनज्यूहरू, उपस्थित समाजसेवी तथा भद्र भलादेवीज्यूहरू, तालिम समापन पश्चात आज दीक्षान्त हुन लाग्नुभएका सिसम 237 गो सशस्त्र प्रहरी जवान आधारभूत तालिमका प्रशिक्षक तथा प्रशिक्षार्थी सशस्त्र प्रहरी जवानहरू, सशस्त्र प्रहरी बल नेपाल दन्तकाली विशेष कार्य तालिम शिक्षालय बर्मजिया सप्तरीमा सञ्चालित सिसम 237 ग सशस्त्र प्रहरी जवान आधारभूत तालिमको दीक्षान्त समारोहमा प्रमुख अतिथिको भूमिकाको शुभ अवसर प्रदान गर्नुभएकोमा संगठन प्रमुख श्री सशस्त्र प्रहरी महानिरीक्षकज्यू, मुतकुर सशस्त्र प्रहरी बल नेपाल मानव स्रोत विभाग प्रमुखज्यू तथा सशस्त्र प्रहरी बल नेपाल दन्तकाली विशेष कार्य तालिम शिक्षालयका समादेशकज्यू सहित शिक्षालय परिवारप्रति हार्दिक आभार एवं कृतज्ञता प्रकट गर्दछु। आज दीक्षान्त हुनुभएका सशस्त्र प्रहरी जवानहरूले समर्पण भाव सहित व्यावसायिकता तथा दक्षता हासिल गर्न अनुशासित तथा लगनशील भई कठिन खोजी तालिम सफलतापूर्वक सम्पन्न गर्नुभएकोमा बधाई दिँदै कार्यक्षेत्रमा सदैव सफलता सहित उत्तरोत्तर प्रगतिको कामना गर्दछु। यस विशेष अवसरमा कर्तव्य पालनाको क्रममा प्राण उत्सर्ग गर्नुहुने संस्थापक संगठन प्रमुख तत्कालीन सशस्त्र प्रहरी महानिरीक्षक स्वर्गीय कृष्णमोहन श्रेष्ठ लगायत सम्पूर्ण अमर सशस्त्र प्रहरी प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। साथै कर्तव्य पालनाकै सिलसिलामा घाइते तथा अशक्त भई स्वास्थ्य लाभ गरिरहनुभएका सम्पूर्ण राष्ट्र सेवकहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। यसै गरी संगठनलाई आजको यस उचाइसम्म पुर्याउन जीवनको ऊर्जाशील समय व्यतीत गरी योगदान गर्नुहुने सम्पूर्ण अग्रज राष्ट्र सेवक पूर्व सशस्त्र प्रहरी कर्मचारीहरूको योगदानको हृदयदेखि नै आत्मसात गर्दै हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु। पूर्वजको पसिना तथा शहीदहरूको रगतको सुगन्ध मिसिएको छ।
स्थापना कालदेखि विभिन्न अवरोहहरू पार गर्दै आजको यो अवस्थासम्म आइपुग्दा सशस्त्र प्रहरी बल नेपालले तत्कालीन सशस्त्र द्वन्द्व, विभिन्न आन्दोलनहरू, संविधान सभा लगायतका चुनावहरू, विनाशकारी भूकम्प लगायत विभिन्न विपदहरू, महामारी तथा राजनैतिक उतार चढावको बखतमा हुने सुरक्षा चुनौतीहरूको समेत सफलतापूर्वक सामना गर्दै जनताको जीव, धन, सुरक्षा एवं मानव अधिकारको उच्च सम्मान गर्दै प्रभावकारी परिचालनद्वारा आफूलाई मुलुकको भरपर्दो सुरक्षा निकायको रूपमा स्थापित गर्न सफल भएको छ। मलाई विश्वास छ तपाईहरूले पूर्वजको पसिना र शहीदको रगतको सम्मान गर्दै यसै आधार स्तम्भमा उभिएर सशस्त्र प्रहरी बल नेपालको गरिमालाई अझ उचाइमा पुर्याउनु हुनेछ। हजारौं प्रतिस्पर्धीहरूमध्ये उत्कृष्टता हासिल गर्दै छनौटका विभिन्न चरणहरू पुरा गरी सशस्त्र प्रहरी बल नेपालको सदस्यको रूपमा नियुक्ति भई लामो तथा कठिन प्रशिक्षणलाई पार गर्दै आज सफलतापूर्वक दीक्षित हुनुभएकोमा सर्वोत्कृष्ट अनि उत्कृष्ट लगायत सम्पूर्ण प्रशिक्षार्थीहरूलाई हार्दिक बधाई दिन चाहन्छु। ज्ञान, शास्त्र, सहिष्णुता यी 3 गुणहरू कुनै पनि खोजी व्यक्तित्वको व्यावसायिकताको महत्त्वपूर्ण धरातल हो। यसै धरातलमा आफूलाई अविचलित रूपमा उभ्याएर अबका दिनहरूमा तपाईहरू कुशल, सक्षम र जिम्मेवार सशस्त्र प्रहरी भई राष्ट्रियता र जनताको सुरक्षाको खातिर आफूलाई राष्ट्रको नाममा समर्पित गरी कार्यक्षेत्रमा खटिनुहुनेछ। अब तपाईहरूले जन्मेको घर आँगनभन्दा टाढा रहेर सम्पूर्ण नागरिकहरू नै हाम्रा आफ्ना परिवार सदस्य हुन् भन्ने भावनाका साथ सेवा, सुरक्षा र उद्धारमा तन, मन, वचन र कर्मका साथ जस्तोसुकै जटिल परिस्थितिमा पनि कर्तव्यनिष्ठ भई आफ्नो कर्तव्य पथमा अविचलित रूपमा लाग्नुहुनेछ भन्ने विश्वास लिएको छु। अधिकार प्राप्तिको सँगै जिम्मेवारी पनि बढ्ने हुनाले देश र जनताको सर्वोपरि हितलाई केन्द्रमा राखी एउटा सक्षम सुरक्षा संयन्त्रको कुशल सदस्यको रूपमा राष्ट्र सेवामा लागिरहन यसै अवसरमा निर्देशन दिन चाहन्छु। विश्वको परिवर्तित परिप्रेक्ष्य तथा चुनौतीहरू, राष्ट्रभित्र देखा पर्ने विभिन्न चुनौतीहरू तथा भविष्यमा आइपर्न सक्ने चुनौतीहरूलाई समेत कानुन सम्मत तौरले सामना गरी प्रचलित ऐन नियमको परिधिभित्र रहेर देश र जनताभन्दा माथि कोही पनि छैन भन्ने मूल्य र मान्यता अनुरूप आफूलाई सदैव समर्पित गराउन समेत सम्पूर्ण प्रशिक्षार्थीहरूलाई पुनः निर्देशन दिन चाहन्छु। नेपाल सरकारद्वारा सशस्त्र प्रहरी बल नेपाललाई प्रदत्त कार्यदेश अन्तर्गत रहेर प्राप्त जिम्मेवारीहरू तथा लक्ष्यलाई पुरा गर्दै राष्ट्रियता, राष्ट्रिय अखण्डताको रक्षा एवं जनताको जीव, धनको सुरक्षा गर्नुका साथै संवैधानिक सर्वोच्चता र कानुनी शासनलाई पालना गराउन जस्तोसुकै परिस्थितिमा पनि कर्तव्यनिष्ठ भई परिलक्षित उद्देश्य पुरा गर्नका लागि तपाईँ लाग्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु। राष्ट्र सेवक कर्मचारीले आफ्नो स्वार्थलाई थाँती राखी देशले मलाई के दियो भन्दा पनि देश र जनताका लागि मैले के दिएँ र के दिन सक्छु भन्ने तर्फ केन्द्रित हुँदै देश र जनतालाई मुख्य बिन्दु मानेर लैङ्गिक हिंसा एवं भ्रष्टाचारमा सुन्ने सहनशीलता र मानव अधिकार एवं जनताको मौलिक हक अधिकार संरक्षण र सम्वर्धनप्रति रही सम्वर्धनमा प्रतिबद्ध रही कार्यक्षेत्रमा खटिनु हुनेछ भन्ने अपेक्षा एवं विश्वास लिएको छु। कौशलको प्रयोग कार्यक्षेत्रमा परिचालन भएको अवस्थामा सही तरिकाले उपयोग गर्न सक्नु तपाईहरूको तालिमको वास्तविक स्तर र दक्षताको समेत मापन गर्दछ। दीक्षित भइजाने सशस्त्र प्रहरी जवानहरूले लगनशील भई आर्जन गरेका ज्ञान सिपहरूलाई देश र जनताको लागि सही रूपमा प्रयोग गरेर अघि बढ्नु हुनेछ भन्नेमा म विश्वस्त छु। सम्भावना र अवसरका अनेकौं ढोकाहरू हुँदाहुँदै पनि आफ्ना सन्ततिहरूलाई राष्ट्र सेवाको पवित्र कार्यमा सुम्पिनु हुने सम्पूर्ण अभिभावक ज्यूहरूप्रति यसै अवसरमा हार्दिक कृतज्ञता प्रकट गर्दै हिजोसम्म तपाईँहरूको परिवारको रूपमा रहेको तपाईँहरूका सन्ततिहरू आज सशस्त्र प्रहरी बल नेपाल जस्तो गरिमामय सङ्गठनको पनि परिवारको सदस्य हुनुभएको छ। अब तपाईँका सन्ततिहरू यो देशको आधार बनेर उभिएका छन्। यो वास्तवमै सबै अभिभावकहरूले आफ्नो सन्ततिप्रति गर्व गर्न सक्ने अवसर पनि हो। यसै अवसरमा
प्रशिक्षार्थीहरूलाई दक्ष, सक्षम, अनुशासित, इमान्दार एवं व्यावसायिक सशस्त्र प्रहरी जवान बनाउन अहोरात्र खटिएका प्रमुख प्रशिक्षक एवं सम्पूर्ण प्रशिक्षकहरू महत्त्वपूर्ण भूमिका निर्वाह गरी प्रशिक्षण प्रदान गर्नुहुने शिक्षालयका समादेशकज्यू लगायत सम्पूर्ण तालिम शिक्षालय परिवारलाई समेत हार्दिक धन्यवाद दिन चाहन्छु। अन्त्यमा यस सिसम 237 ग सशस्त्र प्रहरी जवान आधारभूत तालिमको दीक्षान्त समारोहमा मलाई प्रमुख अतिथिको रूपमा आमन्त्रण गरी विधिवत रूपमा प्रशिक्षार्थीहरूलाई निश्चित गर्ने सर्वोत्कृष्ट तथा उत्कृष्ट प्रशिक्षार्थीहरूलाई पुरस्कार वितरण गर्ने र आफ्नो मन्तव्य समेत राख्ने अवसर प्रदान गर्नुभएकोमा संगठन प्रमुखज्यू, मजबुत सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय मानव स्रोत विभाग प्रमुखज्यू, यस दीक्षान्त समारोहका आयोजक सशस्त्र प्रहरी बल नेपाल दण्डकाली विशेष कार्य तालिम शिक्षालय समादेशकज्यू लगायत सम्पूर्ण शिक्षालय परिवारप्रति पुनः आभार एवं धन्यवाद व्यक्त गर्दै सफलतापूर्वक तालिम सम्पन्न गरी आज विधिवत रूपमा दीक्षित भई जाने कार्यक्षेत्रमा जान लाग्नुभएका सम्पूर्ण सशस्त्र प्रहरी जवानहरूलाई पुनः एकपटक हार्दिक बधाई एवं कार्यक्षेत्रमा सफलताको शुभकामना व्यक्त गर्दछु। साथै आउँदै गरेको नयाँ वर्ष 2082 को उपलक्ष्यमा समेत सबैमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै मेरो मन्तव्य यही अन्त्य गर्छु। जय माता बगलामुखी, जय माता छिन्नमस्ता, धन्यवाद, जय नेपाल। अभिभावकज्यूहरूमा धन्यवाद ज्ञापनका लागि यस शिक्षालयका समादेशक सशस्त्र प्रहरी वरिष्ठ प्रेक्षक भेरी गुड मर्निङ। ज्ञान, साहस, सहिष्णुता यस सशस्त्र प्रहरी बल नेपाल दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरीमा सञ्चालित सिसम 237 ग सशस्त्र प्रहरी जवान आधारभूत तालिमको दीक्षान्त समारोहका प्रमुख अतिथि सशस्त्र प्रहरी बल नेपाल नम्बर 2 छिन्नमस्ता बाहिनीका सदैव बाहिनीपतिज्यू, विशिष्ट अतिथि हनुमाननगर कङ्कालिनी माई नगरपालिकाका नगर प्रमुख श्री वीरेन्द्र माझीज्यू, विशिष्ट अतिथि तिरहुत गाउँपालिका अध्यक्ष श्री विजय कुमार यादवज्यू, कोष तथा लेखा नियन्त्रण कार्यालय सप्तरीका प्रमुखज्यू श्री बरकगढ सप्तरीका गणपतिज्यू, नेपाल एपीएफ ठाकुरदेवी जोगेन्द्र भगत स्कुलका समादेशकज्यू, सशस्त्र प्रहरी बल नेपाल 6 र 7 गण हेडक्वार्टरका गणपतिज्यूहरू, विभिन्न सरकारी कार्यालय प्रमुख तथा प्रतिनिधिज्यूहरू, समाजसेवी श्री जोगेन्द्र भगतज्यू, उपस्थित स्थानीय जनप्रतिनिधिज्यूहरू, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभागका उपस्थित सम्पूर्ण सकल दर्जाका राष्ट्र सेवकज्यूहरू, विभिन्न सञ्चार माध्यमबाट प्रतिनिधित्व गर्ने विज्ञ सञ्चारकर्मीज्यूहरू, अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरू, दीक्षान्त समारोहमा उपस्थित हुनुभएका प्रशिक्षार्थीका परिवारजन तथा अभिभावकज्यूहरू, उपस्थित समाजसेवी तथा भद्र महिला तथा सज्जनवृन्द, आज तालिम समापन पश्चात दीक्षित हुने सिसम 237 ग सशस्त्र प्रहरी जवान आधारभूत तालिमका प्रशिक्षक तथा प्रशिक्षार्थीहरू, सिसम 237 ग सशस्त्र प्रहरी जवान आधारभूत तालिमको यस दीक्षान्त समारोहमा पाल्नुभएका श्रीमान प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यूहरू लगायत सम्पूर्णमा यहाँहरूको गरिमामय उपस्थितिको लागि हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। सबैभन्दा पहिले आधारभूत तालिम सफलतापूर्वक सम्पन्न गरी यहाँहरू नवप्रशिक्षित जवानका रूपमा तयार हुनुभएको यस विशेष अवसरमा हृदयदेखि नै बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु। तपाईहरूको कठिन मेहनत, धैर्यता, अनुशासन, समर्पण र निरन्तर प्रयासकै कारण आज यो गौरवमय क्षण आएको हो। सशस्त्र प्रहरी बल नेपाल राष्ट्र सेवाको एक महत्त्वपूर्ण अङ्ग हो। हाम्रो मूल उद्देश्य शान्ति, सुरक्षा र कानुनी शासनको संरक्षण र आपतकालीन अवसरमा नागरिकको सहायता गर्नु हो। यो उद्देश्य प्राप्तिका लागि दक्ष, अनुशासित
तथा जिम्मेवार सशस्त्र प्रहरी कर्मचारीको आवश्यकता पर्दछ। यही आवश्यकता पूरा गर्न हामीले यहाँहरूलाई शारीरिक, मानसिक, प्राविधिक र नैतिक प्रशिक्षण प्रदान गरेका छौँ। यस प्रशिक्षण कार्यले यहाँहरूको शारीरिक तन्दुरुस्ती, आत्मविश्वास तथा व्यावसायिक दक्षता वृद्धि गरेको छ। तपाईहरूले यस तालिम अवधिमा कानुनी संरचना, मानवाधिकार, रणनैतिक कौशलता, योजना, सीमा सुरक्षा, विपद व्यवस्थापन र विभिन्न हतियारहरू सम्बन्धी महत्त्वपूर्ण ज्ञान हासिल गर्नुभएको छ। यो तालिम केवल सशस्त्र प्रहरीको रूपमा यहाँहरूको सुरुवात मात्र हो। अब तपाईहरू प्रत्यक्ष रूपमा राष्ट्र सेवामा योगदान दिन तयार हुनुहुन्छ। यहाँहरूले सिकेको ज्ञान र सिपलाई राष्ट्रको शान्ति, सुरक्षा र समृद्धिको लागि सही रूपमा प्रयोग गर्नुहुनेछ भन्नेमा म पूर्ण आशावादी छु। आजको यस दीक्षान्त समारोह आयोजना गर्न सहयोग पुर्याउनु हुने सम्पूर्णमा म हृदयदेखि नै हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। कठिन परिश्रम गरी प्रशिक्षार्थी सशस्त्र प्रहरी जवानहरूलाई उच्च स्तरीय प्रशिक्षण प्रदान गर्ने तालिमका प्रमुख प्रशिक्षक, यस शिक्षालयका सहसमादेशक ज्यू लगायत अन्य सम्पूर्ण प्रशिक्षकहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु। साथै यस शिक्षालयमा कार्यरत रही तालिम अवधिभर प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग पुर्याउनु हुने सशस्त्र प्रहरी कर्मचारी लगायत सम्पूर्ण सरकारवाला समक्ष यसै अवसरमा हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। हामीलाई सधैँ मार्गदर्शन गर्ने मजकुर सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय तथा राष्ट्र र असल बन्ने उत्प्रेरणा प्रदान गरिरहनु हुनेछ भन्ने विश्वास समेत लिएको छु। आज दीक्षित भएका नव प्रशिक्षित जवानहरू आज तपाईहरू सशस्त्र प्रहरीको सेवाको महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्ने अवसरको औपचारिक रूपमा सुरुवात गर्दै हुनुहुन्छ। अनुशासन, इमानदारिता, बहादुरी र समर्पण नै सुरक्षा फौजको मूल मन्त्रहरू हुन्। यी मन्त्रहरूलाई मनन गरी प्रत्येक कार्यमा इमानदारीपूर्वक योगदान दिनुहुनेछ भन्ने अपेक्षा गर्दछु। भविष्यमा तपाईहरूको कार्यक्षेत्रमा अनेकौं चुनौतीहरू सामना गर्नुपर्ने हुन सक्दछ, जसलाई सशस्त्र प्रहरी बल नेपाल जस्तो गौरवमय सङ्गठनको सदस्यको रूपमा तपाईहरूले पाएको प्रशिक्षण, तपाईहरूसँग रहेको साहस, सहिष्णुताले तपाईलाई जस्तो सुकै चुनौतीको सामना गर्न सक्ने कार्यमा अडिग राख्नेछ। त्यसैले कर्तव्य पालन गर्दा निष्पक्षता, निष्ठा र मानवताको उच्च सम्मान गर्ने सङ्कल्प लिनुहुनेछ भन्ने अपेक्षा यसै गर्दै यहाँहरूको सफल भविष्य र कर्तव्यनिष्ठ सेवाको लागि पुनः एकपटक शुभकामना व्यक्त गर्दछु। सशस्त्र प्रहरी बल नेपालप्रति गौरव राख्दै राष्ट्र सेवामा समर्पित रहनुहुनेछ भन्ने अपेक्षा सहित निर्देशित समेत गर्दछु। अन्त्यमा आजको यस दीक्षान्त समारोह कार्यक्रममा पाल्नुभएका श्रीमान प्रमुख अतिथिज्यू लगायत हाम्रो निमन्त्रणलाई स्वीकार गरी पाल्नुहुने विशिष्ट अतिथिज्यूहरू र सम्पूर्ण अतिथि महानुभावहरूमा पुनः हार्दिक धन्यवाद व्यक्त गर्दै मेरो मन्तव्य यही समापन गर्दछु। धन्यवाद। जय नेपाल। नम्बर 2 छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिवास मौतरीका बाहिनीपति श्रद्धेय सशस्त्र प्रहरी न्यायमन्त्री श्रीमान कालिदास चौधरी समक्ष विनम्र अनुरोध गर्दछु। श्री निशान भगवती बंगलामुखी माता की, श्री दन्तकाली माता की, श्री कंकालिनी माता की, श्री नेपाल आमाको, श्री सशस्त्र प्रहरी बल नेपालको, श्री दन्तकाली विशेष कार्य तालिम शिक्षालयको धन्यवाद। सम्पूर्ण महानुभावहरूमा यथास्थानमा आसन गर्नको लागि विनम्र अनुरोध गर्दछु। सशस्त्र प्रहरी महानिरीक्षक सलामी अर्पण।
धर्मकज्यूमा कार्यक्षेत्र प्रवेशको लागि अनुमति लिन आउँदै हुनुहुन्छ। अनुमति पाऊ जन्मसर आमा गयौं है बाबा लाहुरे भई आजको दिन फर्की आउला कुनै दिन बसा है आमा छाती भारी साथमा नै गति परी गीतमा लगायो छाती भारी कि साथमा नै गति परी बमको धुवामा शान्तिको सही खबर भइआउला कुनै दिन रगत बगेसी मनमा माटो भिजाएर युमा मायालु भेट्न दोकानैमा बगेर आउला कुनै दिन बसा है आमा बाबाको आशीष चेलीको माया सक्दैन दिन आमा छोरी दसैँमा आशीष भाइटीका थाप्न फर्की आउला कुनै दिन नसके फर्किन काया सङ्गाली बिउ मायाको पछि भैया गनैमा भुल्न है आउला कुनै दिन बसा है आमा घाम जुनबाट आयु मागेर विधाताबाट भाग्य मागेर घाम जुन
जीवन बितेर जाने चोला मायाको फूल समाधिमा सजाउन आउनु कुनै दिन घाम छाया जस्तै हो जीवन बितेर जाने चोला मायाको फूल समाधिमा सजाउन आउनु कुनै दिन बसा है आमा
आदरणीय ऐति महानुभावहरू ब्याट अन्तर्गत मार्शल आर्ट सम्बन्धी विभिन्न खेल तथा कौशलहरू प्रदर्शन गरिरहेको बेहोरा उपस्थित सम्पूर्ण महानुभावहरूमा
सभापतिज्यू, विशिष्ट अतिथिज्यूहरू, यस शिक्षालयका समादेशकज्यू, बरगढका गणपतिज्यू, ठाकुर देखबी जोगेन्द्र भगत स्कुलका समादेशकज्यूद्वारा अबिर तथा फुलमाला लगाउने कार्यक्रम रहेको हुँदा अबिर तथा फुलमाला कार्यक्रममा सरिक भइदिनुको लागि विनम्र अनुरोध गर्दछु।
संसार कमलको फूल झै तिम्रो कमलो मुहारो सानो सानो पाइला हिँडे ठुला ठुला आशा बोकेर जगतलाई उज्यालो पार्ने तिम्रो हँसाइ हृदयमा छापिने साँचो तिम्रो हेराइ तिम्रो खुसीमा नै मेरो खुसी आदि गाँसेछ सुख पाए खुसीले नाच्छ